नेपालको बारेमा यो कुरा 99% नेपालीहरूलाई थाहा नै छैन। के तपाईलाई थाहा छ हाम्रो देश नेपालको नाम नेपाल कसरी भयो अनि कसले राखिदो यो नेपाल भन्ने नाम? हेर्नु, धेरै इतिहासकार यानी कि हिस्टोरियनहरूका अनुसार हाम्रो देश नेपालको नाम नेपाल कसरी भयो भने आज भन्दा हजारौं वर्ष पहिले काठमाडौँमा एउटा नेमुनी नामका ऋषि बस्ने गर्थे अनि उनी एकदम सहयोगी मान्छे थिए, सबैलाई सहयोग गर्थे, सबै मान्छेलाई राम्रो सोच्थे, कसैलाई पनि दुःख दिँदैन थिए। उनी त्यतिबेला मान्छेहरूलाई खेतीपाती गर्न सिकाउँथे अनि धर्म संस्कृतिको बारेमा सबैलाई ज्ञान दिन्थे। उनले सबै मान्छेहरूको सेवा गरेको कारण मान्छेहरूले त्यतिबेला उनलाई पालक यानी कि रक्षक भन्ने गर्थे। त्यतिबेला नेमुनी ऋषि यति धेरै फेमस थिए कि उनी बसेको वरिपरिको ठाउँलाई नेमुनीले पालेको देश भनेर चिनिन थालियो। त्यसपछि बिस्तारै बिस्तारै 100 वर्ष बिते जाँदा नेमुनीले पालेको देशबाट अहिलेको नेपाल नाम भयो। धेरैजना मान्छेहरूले नेपाल भन्ने शब्द नेवारी भाषाबाट आएको भन्ने पनि विश्वास गर्छन्। त्यसैले यदि तपाईँ नेवार हो भने नेपाल शब्दको मिनिङ के हो तल कमेन्टमा भन्नु। अनि यो भिडियो तपाईको सबै नर्ड साथीहरूलाई शेयर गरेर उनीहरूलाई थोरै भए पनि नलेज दिनु।